नगरपालिका भन्नुहुन्छ मै हो के नगरपालिका जे पनि हुन्छ नि समन्वय गर्दैछु त मैले यहाँ गरेर हुन्छ मेयर साहब समन्वय गर्दैछु त यहाँ गरेर हुन्छ भन्नु न तपाईले कति भयो तपाईलाई याकिन छ तपाईलाई याकिन छ हामी यहाँ आउनु यहाँ जनतारमा है ल आउनु त कोसँग हुन्छ लु त कोसँग गर्नुपर्ने मैले ल ल आउनु यहाँ टोलको पनि आउनु दुई चारजना आउनु आउनु दाजुहरु आउनु न सबैले गर्दै ल बस्नु न तपाईको नाम बस्नु तपाईँ बस्नु नि त समन्वय गर्ने हैन बस्नु समन्वय गर्नु बस्नु भन्नु न तपाईले के चाहिँ गर्नु यहाँबाट अब हामी ट्रेन बनाउँछौँ हामी यो खानेपानीको सम्म बनाउँछौँ त्यहाँदेखि तल तपाईँ जसरी खानेपानी धरन दशमा होइन यहाँ सुन्नु धरन दशमा पर्छ धरन दशमा पर्छ हाम्रो हाम्रो धरन दश अब हामी बनाउँछौँ अब हामी बनाउँछौँ तपाईँसँग पैसा छ त पैसा छ भने बजेटबाट बनाउनु न ल यहाँ के अरे टोलको आउनु त हेरौँ न ठेक्का लागेको सुन्नुपर्छ त्यहाँबाट उता लाग्छ 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 यसरी चाहिँ त्यहाँबाट उता लाग्छ त्यहाँबाट उता लाग्छ त्यहाँबाट उता लाग्छ बल जप्ती हुँदैन त्यहाँबाट उता लाग्छ बल जप्ती हुँदैन बल जप्ती हुँदैन तपाईँलाई बल जप्ती गरेको छैन है तपाईँलाई बल जप्ती गरेको छैन हामी हाम्रो इलाकामा गर्छौँ हाम्रो इलाकामा गर्छौँ त्यहाँदेखि तपाईँले कसरी गर्नुहुन्छ त्यहाँदेखि हामी यहाँसम्म यहाँ सुन्नु हामी यहाँ खानेपानीको यो 10 को पर्छ यता सुन्नुहोस् दक्षिण मानमा यति बेला हामी यो स्वास्थ्यका चोकमा यति बेला हामी आइपुगेका छौँ भने विशेष गरेर यो ट्याङ्कीको पूर्वपट्टिको भागमा यो खानेपानीको ट्याङ्कीको चाहिँ नै ट्याङ्कीको अगाडिपट्टिको चाहिँ यो श्रमदानबाटै ट्याङ्की बनाउने भन्ने खालको कुरा चाहिँ नै चलिरहेको छ। यसमा चाहिँ अहिले मेयर साहबले यो खानेपानीको अगाडिपट्टिको ड्रेन चाहिँ
श्रमदानबाटै बनाऊ भन्दै गर्दाखेरि चाहिँ नि अब वडा अध्यक्षज्यूले चाहिँ नि मेरो साथ समन्वय गर्नुपर्छ भन्ने खालको कुरा गरिराख्नु भएको छ। त्यसले गर्दाखेरि अलिकति माहौल यहाँ अलिकति फरक अलिकति अवस्था आइरहेको छ दक्षिणमा। नगरपालिकै मै हो सुन्ने बित्तिकै उसको फ्री गरिदिन्छु श्रमदानको फ्री हो नि त काम छैन। सबै जनता आउनुहोस्, हाम्रो लागि यो निश्चित रूपले गर्ने हो। यो फाल्ने होला नि फाल्ने रुममा लाँदा हुन्छ रोक्नु लाँदा हुन्छ। पैसा पनि त भयो तपाईँ बुझ्नु नि हो। सुन्नु नगरपालिका भन्नुहुन्छ मै हो क्या नगरपालिका जे पनि हुन्छ क्या समन्वय गर्दैछु त मैले यहाँ गरेर हुन्छ मेरो साहब समन्वय गर्दैछु त के यहाँ भन्नु गरेर खोजेको हुन्छ तपाईँले भन्नु न तपाईँले यहाँ गरेर हुन्छ त काम रोक्नु अब के काम गरेर रोक्नु खोजेको तपाईँलाई होइन रोकिँदैन होइन भन्दैछु बलजफ्ती नगर्नुहोस् मेरो साहब है बलजफ्ती तपाईँले गर्नु पाउनुहुन्न समन्वय तरिकाले गर्नु भएन तपाईँसँग किन मैले बलजफ्ती गर्ने बलजफ्ती तपाईँ यहाँ गर्छ ल्याउनु नि यहाँ क्लियर हुन्छ होइन तपाईँसँग त्यस्तो तागत छ भने चाहिँ पठाउनु न होइन सुन्नु न ताकत सागरको कुरा होइन क्या यहाँ ताकत सागरको कुरा होइन मेरो साहब होइन त्यो ताकत सागरको कुरा नआउनु यहाँ आउनु है बोल छ भने यहाँ आउनु बोल हुने मान्छे यहाँ आउनु झगडा गर्न नआउनु यहाँ मजाले ट्रेन बनाउने यहाँदेखि उता अब के गर्ने तपाईँको क्या तपाईँको घरमा अहिले ट्रेन केडेन गएर भत्काएपछि हामी सबैको तपाईँको के कुरा गर्नुहुन्छ यहाँ त त्यत्रो यहाँ कोरोको छैन भएको त घर नजाँदाखेरि के कहिलेदेखि हो 2 महिना यस्तै बाटो बसेको छ यहाँ कसैको घर 2 महिना बाटो बसेर 2 महिना त्यतिको भएको छ क्या यो ट्याङ्की चाहिँ पाकिस्तानको हो त हो हाम्रो हो र त हामी सबै पाकिस्तानको हो यो हाम्रो वडामा विकास त हो होइन विकास भन्नु कस्तो भन्ने थाहा छ क्या मेयर तपाईँलाई थाहा छ भनिदिनु नि त कसरी गर्नुपर्छ उहाँले नि एउटा मेयर जस्तो मान्छे मेयर जस्तो मान्छेले उहाँले बाटो भयो यो गाडी कहाँ परेर हाम्रो गाडी
कि तपाईँहरूले 5 वर्ष पछाडि चाहिँ गरिदिने हो त यहाँ हामी गर्ने हो नि नगरपालिकामा पार्टी गर्न चाहिँ गर्ने हो तपाईँले जागिर खाँदा कति भयो भन्नु न तपाईँ वडा अध्यक्ष भएको कति भयो भन्नु हुन्छ तपाईँ वडा अध्यक्ष भएको कति भयो भन्नु त थाहा छ भने यतिखेरसम्म के हेरेर बस्नु यतिखेरसम्म के हेरेर बस्नु होइन सुन्नु न यतिखेरसम्म कति वर्ष भयो यतिखेरसम्म तपाईँ वडा अध्यक्ष भएको कति वर्ष भयो कति भयो तपाईँलाई याकिन छ हामीहरूलाई त भोट अहिलेसम्म के काम गर्नु भएर आउनु त म त जनता हो सुन्नु न म त जनता हो मैले गर्ने हो तपाईँ पोस्टमा बसेर तपाईँको त हो क्षेत्र परे के गर्नु तपाईँले खै के गरेर बस्नु अहिलेसम्म तपाईँ वडा अध्यक्ष खै निरीक्षण गर्नु खै यो के त हालत हेर्नुहोस् यो हालत के छ हामी सबैले जनताले गर्नु छोड्छ तपाईँको पनि मेयर हो हाम्रो पनि मेयर हो तपाईँ पनि काम पनि गर्दैछौँ